कामले गर्दाखेरि एकतर्फ जाँदैछु। आज म मङ्गलबारेको डाँडामा छु। बिहानै एकदम अहिले लगभग 6 बज्न लाग्यो। हामी चाहिँ यहाँबाट जान्छौँ होइन। म यसो एकतर्फ तपाईँहरूलाई भ्यू देखाउँछु। यो चाहिँ देवमायाको खोला किनार भन्ने देवमाया खोला रहेछ यहाँ चाहिँ होइन। खोला यही हो, पुल झोलङ्गे पुल थिएछ त्यहाँ पहिला। आज हामी बिहानै छौँ, 6 बज्दैछ बिहानको। एकदमै चिसो छ, पानी सुकेको छ, एकदमै पानी कलकलाउँदो पानी बगिरहेको छ। अहिले हिउँदको महिनामा पनि यत्रो पानी रहनु भनेको राम्रै हो। यो बर्खामा त अब खतरै आउँछ होला जस्तो छ यसो हेर्दाखेरि। यहाँबाट यस्तो ट्र्याक्टर लाने ठाउँको यहाँबाट उता कच्ची बाटो चाहिँ एकदमै राम्रो बनाएर रहेछ होइन। त्यहाँसम्म चाहिँ त्यो रातो घर डाँडासम्म चाहिँ पिच रहेछ। यति राम्रो सानो बाटो भए पनि यति राम्रो। यहाँदेखि चाहिँ कहाँसम्म चाहिँ अलिक कच्ची होला, यो खोलाले गर्दा पनि होला। यहाँ पुलसुलको केही व्यवस्था होला पछि। आज चाहिँ विशेष कामले जाँदैछु त्यहाँ माथिसम्म। मकैहरू कहलाउँदो खोलाकोमा मकै गोडिसकेको छ खेती। खोलाले गर्दा यहाँ रहेछ त्यहाँसम्म पिच। यता माथि हुँदै हुँदै आएको हामी। एकदमै राम्रो बाटो। यहाँबाट फेरि यहाँबाट चाहिँ उँभो पिच रहेछ फेरि। अब हामी चाहिँ यो मोटरसाइकल लिन आउनु भएको छ। यहाँबाट 3 जना जान्छौँ। एकदमै पाहाडको ठाउँ बिहानै पख कालो बाटो हाम्रो जस्तो क्या यस्तो छ नि कालो। गाउँको कच्ची बाटोलाई पार गर्दै हामी चाहिँ आइपुग्यौँ यहाँ साथीलाई भेटिसक्यौँ। गाउँघरको घर यति राम्रो, यति हरियाली होइन। बाटो एकदमै राम्रो, मङ्गलबारे पारी एकदमै राम्रो। डाँडा काँडा बिहानी मौसम देख्न सक्छौँ हामी। चाहिँ एकतपुवा 3 हाङमासुली भन्ने ठाउँ रहेछ। बन्दर चाहिँ यता हो। म यसको चाहिँ कच्ची बाटोको चाहिँ राजा हो भन्ने चाहिँ सक्दैन। तर म धेरै अनुभवी टाइपमा बाटो अप्ठ्यारो छ। गाउँमा आएको छु हाङमासुली एकतप्पाको मुनि। यो तलको खोला चाहिँ देवमाया खोला। अबको यात्रा फेरि अटोमा हुँदैछ। अब हामी बिल्कुलै फर्किँदैछौँ। हामी आज मङ्गलबारे गएर बस्छौँ होला। एकतर्फको मुनि हाङमासुली भन्दा रहेछ। हाङमासुली भन्ने ठाउँ रहेछ। जे होस् त्यहाँ आएर फर्क्यौँ। बाटो एकदम जग्गास छ।
पहाडको भए पनि बाटोको एकदमै सुविधा, एकदमै राम्रो। हेर्नुलाई नयाँ पिच बनेको बाटो एकदमै राम्रो छ। भिर पाखडाहरू खोलेर बाटो चाहिँ एकदम राम्रो पिचै बनाएर चाहिँ पहाडको लागि अहिले सबैभन्दा राम्रो सम्मदेखि पहाडसम्म चल्ने यो अटो गाडी एकदमै सरल सजिलो अहिले हिँड्नको लागि मान्छेलाई। यात्रा सकिएको छैन, आधी बाटोमा आएर रोकिएका छौँ। मकै चाहिँ एकदम छरेर पनि खत्रै भइसकेको रहेछ। यता चाहिँ पहाडको ठाउँ एकदम झकास छ मकैहरू। यहाँ दोकान छ, सबै मान्छेहरू यहाँ आएर बसेका छन्। ल फाइनल्ली अब चाहिँ रुम आइपुग्यो। यति भन्दै आजको तपाईँको भ्लगलाई चाहिँ यतै नै बन्द गर्न चाहन्छु। हस्त नमस्ते, खत्म, बाय बाय, टाटा, गुड बाय, गया।